हेलो गाइज, आज हामी चटपटे बनाउन गइरहेका छौँ है। चटपटेमा मिठो मिठो रेसिपी हालेर आलु प्याज सबै हालेर बनाइरहेको छौँ। अब यो चटपटेको रेसिपी रेडी भएको छ। यो गिलो चटपटे बनिरहेको हो है। चटपटेमा हामीले मसला हाल्यौँ, अब यो चना हाल्यौँ, अनि यो काँक्रा हाल्यौँ हामीले है। अब प्याज हाल्यौँ अलिकति अब यसमा हामीले आलु उसिनेको आलु हालिरहेका छौँ। मिठो चटपटी बनाइरहेका छौँ है त। अनि मजाले खान्छौँ हामी। यो अलिअलि खुर्सानी, हरियो खुर्सानी हाल्यौँ है। अब यो चाहिने त्यो अलिक गिलो त्यो रातो बनाउने चटपटे हो त्यो हाल्यौँ। अब यसलाई मजाले मिक्स गऱ्यौँ। अब यसो मिठो च्याट्ट परेको चटपटे चटरपटर चना मटरसँगै है च्याप्लाएर खान्छौँ। अब हामी चटपटे रेडी हुन लागिसक्यो। चटपट रेडी हुन लागिसक्यो। चटपटसँग हामीले फेन्टाको व्यवस्था गरेका छौँ। आज चटपटे पार्टी कस्तो लाग्यो तपाईँलाई? ठिक छ कि छैन? अब चटपटे अब यहाँ सबैले खाएको चटपटी हेर्नुहोस् है त। झ्याम लरक ल्याएर खाइरहेछन् ल। चटपटेसँगै हाम्रो सानो बाबुले पनि हामीले चटपटे खाएको उसले सन्तुला खाइरहेछ। सानो हेर्नुहोस् है त, च्याप्प गरेर लौ। आजको हाम्रो यो चटपटे पार्टीमा सबैले चटपटे खाएर हामी रमाएका छौँ है त। हवस् त गाइज, मिठो मिठो चटपटे तपाईँलाई खान मन लाग्छ भने तपाईँ पनि बनाएर खानु होला है त। ओके, बाई बाई, थ्याङ्क यू फर वाचिङ।